हेलो हेलो के गर्दै हुनुहुन्छ? हेलो सर के गर्दै हो? म त गेम खेल्दै। ल यहाँ पसलले साउजीहरूको ताल यस्तो छ यहाँ हेर्नु है। ल यहाँ मासुको आइटमहरू हेर्नु है। यो चाहिँ राङ्गाको मासु हो, पाडाको होइन यो पाडाको मासु। कसरी केजीको? 550। हजुर 550 रुपियाँ किलो हो र? अन्त त अलिक महँगो छ, 590 छ त अन्त त। अन्त त 700 रुपियाँ पनि। किन सस्तो दिनुभएको त? यहाँ अर्को साउजी। हेलो साउजी कहाँ भागेको यार? थेट साउजी भएर नि यहाँ ल यहाँ हेर्नु गाइस, साउजीहरू यार क्यामेरा खेल्न हुँदैन, साथीहरू भएको छ नि यार। अनि यहाँ कुखुरा पनि पाइन्छ हेर्नु, यहाँ कुखुरा टक्क कुखुरा मासु पनि पाइन्छ। सर किन भाल्नु यार तपाईँ यार? के को लाग्छ हौ? टक्कसँगले यहाँ हेर्नु है गाइस, यहाँ हेर्नु यहाँ अर्को पनि आएर फेरि पुरा छ यो सबै कुरो पाउँछ हेर्नु। योहरूको आइटम पनि छ अरे भन्छन् है, अब त खाइँदैन। त्यसपछि गएर यहाँ क्यारमट हेर्नु है। ल बोट अब एकदमै केटाहरूको यहाँ पुरा भिड हुन्छ। बेरोजगारी केटाहरू नेपालमा काम छैन, के गर्नु क्यारमट खेलो बस यसरी। आफूले खेल्न पनि आउँदैन। त्यसपछि गएर चाहिँ यहाँ हेर्नु। ल अब यो भनेको होटल, यहाँ चिया पनि पाइन्छ, चिया पनि पाइन्छ, सबै कुरो पाइन्छ। मेरो साथीको जो माछा किन्छ एरिया कलाहरू चाहिँ माछा किन आउनु भएको छ। मान्छेहरू पसलमा मान्छेहरू भिडै हुनुहुन्छ। चाहिने जसलाई भित्र जाउँ है। काट्नु मासु काट्नु। पाडाको मासु उहाँ चाहिँ किन आउनु भएको? एउटा साउजीमा पुरा खाएर हान्नु बसिरहेको छ। नानु भन्दै एकजना चाहिँ यहाँ मासु काटिरहनु भएको छ। साडु दाई हान भन्ने, साडु भाइ पुरा चक्कु हान्ने ट्याङ्कीसँग होइन त। यस्तो भएपछि अनि मासु किन आउनु भएको? यो हो नि त लाइन मासु कति भनेको यो भरे युट्युबमा मेरो भ्लगमा हेर्नु ल। अलिकति म के अरे एडिट गरेर हालिदिइहाल्छु। रेली भनेको म अहिले हालिदिन्छु। राम्रो छ क्या, राम्रो छ। किन यो क्यामेरा फर्कायो भने मान्छे हतार पर्दा हात मुखमा पुरा कपालमा पुग्छ। छोरा मान्छे होस् छोरी मान्छे होस् म नराम्रो छु कि भन्न होला है। होला ल हेर्नुहोस् ल हेर्नु यहाँ हेर नि मान्छे ल यस्तो यस्तो खेलेर बसिरहेको। पैसा थोरै पैसा सिध्याउँदैन साथीहरूले केटीलाई कपडा किनिदिएर। यहाँ मासु काट्नु भयो टक्कसँगले। के को बिल्ला हुन्छ हौ? झन् पर्मोट गरिदिइरहेको छ पसलको फेरिमा। यहाँ नम्बर दिइरहेको छ, नम्बरमा उसमा राखिदिन्छु अहिले, थम्बनेलमा नम्बर राखिदिन्छु। सस्तोमा 550 भने होइन त? अनि हो साँच्ची भनेको 550 मा यहाँ पाडाको मासु पाउँछ भनेर म तपाईँ नम्बर ठक्क अगाडि राखिदिन्छु ल। नम्बर डिस्क्रिप्सनमा राखिदिन्छु ल। टक्कसँगले फ्रिज हेर्नु, फ्रिज 3-3वटा फ्रेस। यहाँ बासी मासु पनि हुँदैन हेर्नु ल। यहाँहरू यो त बन्द रहेछ, यहाँ पनि छ यहाँहरू ल। ल हेर्नु ल, यहाँ फ्रेस एकदम ताजा मासु पाइन्छ, कुखुरा पनि पाइन्छ यहाँ होइन त। अलि त फ्रिजमा भइहाल्छ यहाँ, अब के चिजहरू राखिन्छ। फ्रिजको अर्थ नि त भएन। कहाँ भागेको तपाईँ यार? है यहाँ फ्रीमा यहाँ प्रमोट गरिदिइरहेको छु। लु तपाईँले भन्नुहोस्, यहाँ नम्बर पनि भ्याट्ट भनिदिनुहोस् त ल।
नम्बर भनिदिनु त नम्बर याद छैन कस्तो आफ्नो नम्बर भने त्यो त याद छैन मलाई यत्र भनिदिरहेको झन् सजिलो हुन्छ नि कसैले लेख्न नजाने मान्छेलाई टक्कसँगले ठिक छ अहिले म ल गाइजहरू है त्यही छ यहाँ ल बाहिर जाउँ न पानी परेछ आज यहाँ क्यारमबाट मैले अघि नै भिडियो रेकर्ड गरिसकेको छु यहाँ क्यारमबाट पनि छ अनि सिस्टम त्यसपछि एउटा अब यो होटेल चिया सिया यहाँ कफी सफी यहाँ हेर्नु यहाँ सबै व्यवस्थित छ टक्कसँगले हेर्नु बाहिर पानी परिरहेछ हेर्नु ल हेर्नु ल पुरै आकाश जस्तो भइरहेछ टक्क यो चाहिँ माथा तीर्थ बालामा हुँदा त जस्तोतिर हो यो ल हेर्नु चाहिँ कसो कान्छो सुतेको ओइ को अल्छे टक्क हेरे अल्छे यहाँ सुतिरह ल मासु हेर गाइनु ल हेर्नुहोस् मासु ढक्क पाउँछ है यहाँ ल म नम्बर अहिले मेन्सन गरिदिन्छु है त यसमा